श्री सौरभ, के तपाईँ सुश्री जमुनालाई आफ्नो विवाहित पत्नी भनी ग्रहण गर्नुहुन्छ? दुःखमा, सुखमा, आपद विपद, बिमारमा हेरचाह र रक्षा गर्छु र उसको सबै कमजोरीमा प्रभुको वचन अनुसार जीवन रहुन्जेल एउटा निर्बल पात्र मात्र सम्झी जीवन रहुन्जेल प्रेम गरिरहन्छु भनी प्रतिज्ञा गर्नुहुन्छ? हजुर गर्छु। सुश्री जमुना राई, के तपाईँ श्री सौरभलाई आफ्नो विवाहित पति भनी ग्रहण गर्नुहुन्छ? प्रभुको आज्ञा अनुसार तपाईँ आफ्नो लोग्नेको अधीनमा रहेर आत्मिक, शारीरिक सबै कुरामा आफ्नो पुरा बल, ज्ञान, मनले उसलाई सहायता गर्दै जीवन रहुन्जेल प्रेम गरिरहन्छु भनी प्रतिज्ञा गर्नुहुन्छ? मेरो जीवनमा आएको छौ, बाचा गर्छु, साथमा हुन्छु जीवनभरि। तिम्रो साथमा सधैँ तिमीसँग सँगै जे अवस्था भए तिमीसँगै छु म। हरेक पाइला सँगसँग हिँडौँला, दुःख साटौँला, सुख बाटौँला। हरेक पाइला सँगसँग हिँडौँला, दुःख साटौँला, सुख बाँडौँला। जीवनभरि, जीवनभरि। तिनका पतिले पनि तिनको प्रशंसा गरेर भन्छन्, धेरै स्त्रीले आफ्नो योग्यता त देखाउँछन्, तर तिमी नै तिनीहरू सबैभन्दा श्रेष्ठ छौ। सौन्दर्य भ्रमात्मक हुन्छ औ सुन्दरता उडी जाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्री नै आदरणीय हुन्छन्। तिनको मेहनतको फलको निम्ति तिनको प्रशंसा गर र तिनको परिश्रमबाट तिनले सहरको मूल ढोकामा आदर पाऊ। कचकचे पत्नी तपतपे झरी जस्तै हो, तर बुद्धिमती पत्नी परमेश्वरको वरदान हो। सौरभ अनि जमुना, मण्डलीको सामने आजको दिन तपाईँहरूले आफ्नो यी औँठी लगाउनु भएको देब्रे हात दिएर प्रभु परमेश्वरको निम्ति म तपाईँहरूलाई लोग्ने र स्वास्नी भनी घोषणा गर्दछु। आजदेखि तपाईँहरू मण्डलीको नियम अनुसार विवाहित एक दुस्राको लोग्ने र स्वास्नी भयो। ताली बजाउनु। केही हुने छैन, दुःखहरू आउने छैन, आँसुहरू आउँछन् दुःख कति आउँछन् बाधा, रोक्न सक्दिन तर साथमा छौ म। आउँछन् दुःख कति आउँछन् बाधा, रोक्न सक्दिन तर साथमा छौ म। तिम्रो साथमा सधैँ तिमीसँग सँगै जे अवस्था भए तिमीसँगै छु म। तिम्रो साथमा सधैँ तिमीसँग सँगै जे अवस्था भए तिमीसँगै छु म। हरेक पाइला सँगसँग हिँडौँला, दुःख साटौँला, सुख बाटौँला। हरेक पाइला सँगसँग हिँडौँला, दुःख साटौँला, सुख